हामी मानव जातिले अन्तरिक्षको बारेमा धेरै कुरा थाहा पाइसक्यौँ। हाम्रो आफ्नै धरतीमा एउटा यस्तो ठाउँ छ जसको बारेमा हामीलाई अन्तरिक्षको भन्दा पनि कम जानकारी छ। प्रशान्त महासागरको गर्भमा लुकेको एउटा यस्तो अँध्यारो संसार जहाँ संसारकै सबैभन्दा अग्लो पहाड सगरमाथालाई डुबाइदिने हो भने पनि त्यो गायब हुन्छ। आखिर के छ त त्यो 11 किलोमिटर गहिरो खाडलमा? आउनुहोस् आज हामी यसको भित्री रहस्य खोतल्ने प्रयास गरौँ। समुद्रको सतहबाट जब हामी तल जान्छौँ 200 मिटर पछि सूर्यको प्रकाश मलिन हुन थाल्छ। यसलाई ट्विलाइट जोन भनिन्छ। 1000 मिटर अर्थात् 1 किलोमिटर तल पुगेपछि पूर्ण रूपमा अँध्यारो हुन्छ। यहाँ सूर्यको प्रकाश कहिल्यै पुग्न सक्दैन। तर मरियाना ट्रेन्चको सबैभन्दा गहिरो भाग जसलाई च्यालेन्जर डिप भनिन्छ त्यसको गहिराई लगभग 11 किलोमिटर छ। यदि सगरमाथालाई त्यहाँ राखियो भने पनि त्यसको चुचुरो पानीको सतहभन्दा 2 किलोमिटर तल नै रहनेछ। यो गहिराईमा पुग्दा पानीको दबाव यति धेरै हुन्छ कि जसको हामी कल्पना समेत गर्न सक्दैनौँ। यहाँको दबाव समुद्रको सतहको तुलनामा 1000 गुणा बढी हुन्छ। यो भनेको तपाईको टाउकोमा 50 वटा ठुला जम्बो जेट विमानहरू एकैपटक राख्नु जस्तै हो। सामान्य पनडुब्बी वा मानिस त्यहाँ पुग्ने बित्तिकै पनि कागज जस्तै कच्याकुचुक हुन्छन्। यसका साथै यहाँको तापमान लगभग 0 डिग्री सेल्सियस नजिक छ। तपाईलाई लाग्न सक्छ यति धेरै दबाव, चिसो र घोर अँध्यारोमा कुनै जीव कसरी बाँच्न सक्छ। तर विज्ञानलाई चुनौती दिँदै यहाँ छुट्टै संसार छ। यहाँ मरियाना सेलेनफिस पाइन्छ जसको पारदर्शी शरीर हुन्छ र यसको हड्डीहरू निकै लचिला हुन्छन् ताकि दबावले यसलाई केही असर नगरोस्। यहाँ बस्ने कतिपय जीवहरूले आफै प्रकाश पैदा गर्छन्। यो संसार कुनै अर्को ग्रह भन्दा कम छैन। यति खतरनाक ठाउँमा मानव इतिहासमा हालसम्मकै निकै कम मानिसहरू मात्र पुग्न सकेका छन्। सन् 1960 मा पहिलो पटक डन वाल्स र ज्याक पिगार्ड त्यहाँ पुगेका थिए। त्यसको धेरै वर्षपछि सन् 2012 मा प्रसिद्ध चलचित्र टाइटैनिक र अवतारका निर्देशक जेम्स क्यामरून एक्लै विशेष पनडुब्बी लिएर त्यो गहिराईसम्म पुगेर इतिहास रचे। मरियाना ट्रेन्चले हामीलाई यो सिकाउँछ कि हाम्रो पृथ्वीमा अझै पनि कति धेरै रहस्यहरू लुकेका छन् जसलाई खोज्न बाँकी नै छ।